जीएस पौडेलद्वारा लेखिएको पहेँलपुर उपन्यास वाचन गर्दैछु। उपन्यासको सुरुवात यसरी हुन्छ। के तपाईँले कहिल्यै सन्नाटाको आवाज सुन्नुभएको छ? मान्नुहोस् कि तपाईँ हिँड्दा हिँड्दैको जमिन पातालमा भासिएर सपनाबाट झसङ्ग बिउजिनुहुन्छ र बिउजिएपछि मात्रै थाहा पाउनुहुन्छ कि तपाईँले त सपना नै देख्नु भएको थिएन। तपाईँका आँखाहरू झल्यास्स खुल्दछन्, तर तपाईँका आँखाहरू त बन्द भएकै कहाँ थिए र? तपाईँ बाहिर हेर्नुहुन्छ, बाहिर चर्को उज्यालो छ र दृश्य अधिक स्पष्ट छ। दिउँसे मान्छेहरू निदाएर निशब्द छन् घरभित्र। बाटोमा छोडिएका कुकुरहरू न त देखिएका छन्, न कतै भुकेको आवाज छ। दिन चकमन्न छ र चहल पहल महाशून्यतामा छ। त्यो चम्किलो चकमन्नतामा विस्फारित आँखाका परेलाहरू पहिलो पटक जसै एक निमेष आलिङ्गन गरेर फर्किन्छन्, तब तपाईँले झल्यास्स सम्झिनुहुन्छ कि यो समय दिवाकाल कसरी हुन सक्छ। अहिले त रातको प्रहर चलिरहेछ, घडीको शून्य प्रहर निकट पुग्दैछ समय। तब यो कस्तो दिवाकाल हो?